हेलो साथीहरू, गुड मर्निङ। तपाईँहरूलाई फेरि पनि स्वागत छ यहाँ मेरो नयाँ ब्लगमा हो। म चाहिँ आज भने काममा जाँदैछु। तपाईँहरू चाहिँ के गर्नु हुँदैछ हो? आजको सिन चाहिँ कस्तो भयो? आम्माम लु आज पनि हेरिदिइहाल्नुहोस् कस्तो भयो बिहानको सिन। मिरिक साइड पनि आउनु आँटेको रहेछ यो धुम्माहरू हो। अनि यो चाहिँ दुधु साइड दामी भएर रहेछ, ड्याम्मै भएर रहेछ। यो सिलगढी साइड ड्याम्मै दुधु साइड हो। म चाहिँ डाँडा हेरिरहनु, घाम लाग्यो, मजाको घाम लागिरहेको छ, तातो हुने। म जाँदैछु काम गर्नु। कस्तो त देख्छ यो शीत परेको। आजा 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 बाजे हट भागेन। सधैँ मेरो चाहिँ काम सुरु भयो हो। म चाहिँ आइपुगेँ काममा। मिस्त्री चाहिँ आएको छैन। हाम्रो काम चाहिँ हो चाहिँ यहीँ तलको पोस्ट पनि हामीले गरेको हेर्नुहोस्। अनि यहाँ चाहिँ सुरु हुँदैछ आजदेखिको। यहाँबाट चाहिँ कामबाट आएर हो। तपाईँहरू चाहिँ के गर्नुहुन्छ? म चाहिँ थालेँ। हाम्रो भाउजू पनि हुनुहुन्छ यहाँ। कुछ यो हो नि त भाइ, यता हारिदेऊ एकपल्ट। गुड। यो चाहिँ हाम्रो आमा, धन्यवाद। त्यही खाना खाएर गएँ काममा। तपाईँहरू चाहिँ के गर्नुहुँदैछ पनि? चाहिँ यो म चाहिँ आज अलिकति काम छिटो भयो कि आउँदैछु छिटै। छिटो के भन्नु, अब यताउति आज तल गाउँमा एकजना बहिनीको बर्थडे छ नि त हो। त्यही भएर चाहिँ गिफ्ट किनिरहेको, त्यसले गर्दा ढिलो भइहाल्यो। के गर्नु, म सधैँ हिँड्ने बाटो हिँडिरहेको छु। सिम्पनी हेरिहाल्नुहोस्, माथि जुन पनि छ देख्नु हुँदैछ भने। यता चाहिँ म छु। टाढो छ गरिदिउँ भनेको थिएँ कि कलेज है। तर कलेज चाहिँ यो चाहिँ कोइलापाली भन्ने जग्गा हो। यो चाहिँ हाम्रो गाउँको ठेकेदार चिन्नुहुन्छ भने। चाहिँ हामी बस्ने पहिला हामी बस्थेँ चौतारामा। कामहरू नगर्दा स्कुलहरू पढ्दा हो, घुम्नु डुल्नु यहीँ आउँथेँ, यहीँ बस्थेँ। अहिले त काम गर्नु परेर बस्नु पनि पाउँदैन। त्यो आइपुगेँ। त्यो हुनुहुन्छ होला तपाईँहरू।
Jur. Bangre soda. Jur. Ixi, kemana primero? Kalau dengan orang. Eh. Saya घर आइपुग्न आँटेको साथीभाइहरू घर चाहिँ यहाँ है यहाँ मन्दिर छ तपाईँले चिन्नुहुन्छ भने यो मन्दिर चिन्नुहुन्छ भने यो चाहिँ मन्दिर हो हाम्रो गाउँको बाबाले पहिला यहीँ पूजा गर्नुहुन्थ्यो अहिले हुनुहुँदैन तल अब हेर्नै को निस्किन्छ गेट पे हेर्नु ल जिब्रो पड्काएकै को निस्किन्छ हेर्नु हो दैलो हेर्नु चाहिँ को हो मान्छे तपाईँले खाना खायो कि खाएन हो म चाहिँ खाएँ अनि आजको ब्लग चाहिँ म यहीँ एन्ड गर्दैछु मेरो दाजु र मसँग अनि सानो आकोसँग पनि हो अनि हाम्रो दुईजनाको हेरिहाल्नु हामी दुईजना बाई बाई